दर्शकबिनहरू यहाँहरूलाई स्वागत छ। आज हामी चाहिँ अन्डा करी बनाउन जाँदैछौँ। तेल कराई बसालिसकेपछि तेल हाल्नुहोस्। तेल हालिसकेपछि तपाईँले प्याज यसरी हाल्न सक्नुहुन्छ। प्याज र कढीपत्ता नेपालमा बकैनाका पात भन्छन्। त्यसै गरी यहाँ टमाटर काटेको छु र यहाँ अन्डा बोइल गरेर राखेको छु। यसलाई अहिले गर्नुपर्छ। तबसम्म यसलाई रातो हुने गरी भुट्नुपर्छ। हुने गरी हेर्नुहोस्, सानो आँचमा ग्यासलाई हल्का सानो बनाउनुहोस् अनि यसरी भुट्दै गर्नुहोस्। रापरले पाकेको एकदमै मिठो हुन्छ। अलि तेज ग्यास जलाउँदा तपाईँका प्याज जल्ने सम्भावना भएको हुँदाखेरि जलाउन भएन। यति मेहनत गरेर बनाउने हो, फेरि खाँदाखेरि जलेको बास आयो भने सुनमा सुगन्ध नछरे जस्तो हुन्छ। त्यसैले ध्यान दिनुहोला है त। आत्तिएर बनाउनु हुँदैन, एकदम धार्जे भएर बनाउनु होला। अब प्याज यत्तिको भइसकेपछि तपाईँले यसमा टमाटर खनाउन सक्नुहुन्छ। यसरी टमाटर खनाएर यसलाई 2 मिनेट फेरि पकाउनुहोस् ताकि टमाटर गलिसकेपछि त्यसपछि यसमा हामीले मसाला हाल्नेछौँ है त। नआत्तिनुहोस्, राम्रोसँग र धैर्यताले पकाउन सिक्नुपर्छ। त्यसपछि अब हामीहरू तपाईँलाई देखाउँदैछौँ। यसमा मसाला एक रङ अनुसार बेसार हाल्नुहोस्, यसमा हाल्नुहोस्। अनि त्यसपछि कतिको मात्रामा बनाउँदै हुनुहुन्छ कतिजनालाई त्यही हिसाबले नुन हाल्नुहोस्। धेरै चर्को पनि मिठो हुँदैन। अलिकति यो मरिचको धुलो भन्छन्, यसलाई पनि हाल्नुहोस्। अनि त्यसपछि अलिकति रातो खुर्सानी पनि हाल्नुहोला। त्यसपछि धनिया पाउडर अलिकति बेसी हाल्दा नै केही हुन्न। र जिरा पाउडर चाहिँ तपाईँले अलिकति कम नै हाल्नु होला, किनकि खाँदाखेरि घाँटीमा मसाला लाग्ने हुन्छ। अनि त्यस्तै यसलाई भनिन्छ लसुन र प्याज अदुवाको एकदम फ्राई गरेर पिसिएर बनाएको मसाला। यसलाई कान्दा लसुन मसाला भन्छ। यसलाई हाल्न सक्नुहुन्छ। अनि त्यसपछि तपाईँको मसाला यतिमै टुङ्गिन्छ, धेरै हाल्नु भएन, यति मात्रामा हाल्नु होला। अनि त्यसपछि तपाईँले यसमा कसुरी मेथी पनि हाल्न सक्नुहुन्छ। यसरी यति धेरै हाल्न भएन, नत्र तितो हुन्छ। अनि तपाईँलाई लाग्यो यो अलिकति पीडा लाग्दैछ, अलिकति त्यो आँचले यसलाई त्यसको तातोले कराईमा चिप्किँदैछ भन्ने जस्तो लाग्यो भने अलिकति जल विसर्जन गर्न सक्नुहुन्छ। धेरै होइन, यत्तिको मात्रामा, ताकि यो पीडा लाग्दैन। अब यत्तिको भइसकेपछि तपाईँले यो रेडी गराएको मसाला यसमा हाल्न सक्नुहुन्छ। यसरी हालिसकेपछि तपाईँहरू यसलाई हल्लाउनुहोस्। एकैछिन राम्रोसँग यसलाई 2 मिनेट हल्लाइरहनुहोस्। यत्तिको भइसकेपछि तपाईँहरूले बल्ल यसलाई हाल्नुहोला। यो मिक्सरमा ग्राइन्डर गरेको, यसमा छ तपाईँको खुर्सानी, लसुन, अलिकति जिरा अनि अदुवा। यसलाई ग्राइन्डर गरेर पेस्ट बनाएको। यसरी तपाईँले यतिखेर यो मोमेन्टमा हाल्नुभयो भने तपाईँको मसला जल्ने पनि सम्भावना हुँदैन र पीडामा लाग्ने पनि सम्भावना हुँदैन है त। अब यसलाई एकैछिन यसै गरेर पकाउनुहोस्। एउटा हातमा मोबाइल छोप्दा अर्को हातले डाडु पहिनो चलाउँदाखेरि ब्यालेन्स मिलेको छैन, कराई हल्लिरहेको छ। मलाई पनि निकै गाह्रो छ। यसरी हेरेर साथ दिनुहोला। अझै देखाउनेछौँ। तपाईँको यत्तिको गरिसकेपछि अब यसमा कतिको मात्रामा तपाईँले पानी हाल्ने हो, कतिजना हुनुहुन्छ खानको लागि भन्ने तपाईँले अनुमान गरेर आफ्नो हिसाबले बनाउन सक्नुहुन्छ। त्यसपछि अब यहाँ मैले तेलको कराई बसालेको छु र अन्डालाई मैले नङ्ग्याएर यस्तो बनाएको छु, नाइबोडी गर्न जस्तै। त्यसपछि अब यसलाई यो कराईमा हालिन्छ। यसरी सबै अन्डालाई यहाँ खनाइदिनुहोस्। यसरी पाक्छन्। यसरी हल्का फ्राई भइसकेपछि यसरी हालिदिनुहोस्। ड्याम हालिदिनुहोस्। कसैको डराउनै पर्दैन, केही पर्यो म बेहोर्छु, ड्याम हालिदिने ताती हो त्यसलाई। अनि त्यसपछि यिनै अन्डालाई झिकेर यहाँ हालिदिनुहोस्। यहाँ पाकिरहेको छ भजभस्ती
फ्राई भइसकेपछि यहाँ खनाइदिनुहोस्। यसरी अन्डालाई हेर्न सक्नुहुन्छ। यतिको मात्रा भएपछि तपाईले निकाल्न सक्नुहुन्छ। अब यसलाई बाहिर निकाल्नुहोस्। अब यसरी हालिसकेपछि एकैछिन 2 मिनेट यसलाई मजाले पाक्न दिनुहोस् ताकि यो अन्डा यसमा मिक्स मसाला भित्र जाओस्। किनकि हामीले फ्राई गर्नुभन्दा पहिले यसमा काँटा चम्मचले हल्का रोपे जस्तै गरेका थियौँ। त्यसैले यसको मसाला भित्रसम्म पुगोस्, खाँदाखेरि एकदमै मिठो होस् है त। यसरी यसलाई एकछिन भज्ती पाक्न दिनुहोस्। राम्रो कर्म गर्नुहोस्, नराम्रो कर्म गरे नरकमा यस्तै ठुलो कराईमा तातो तेलमा फ्राई गर्छन् भने जस्तै यसलाई सक्दो गरेर राम्रोसँग पकाउनुहोस् है त। त्यसपछि यसलाई खाँदा ओहो यो हाम्रो। अब त्यसमा तपाईले अलिकति धनिया सुरुरुरुरुरुरुरुरु यसरी हालिदिएपछि तपाईको हाम्रो यो अन्डा करी यो भनौँ या मसाला भनौँ यो तयार छ। यसलाई केही मिनेट पाक्न दिएपछि यो तयार।